यसको नाम थाहा पाउनुहुन्छ तपाईहरुले? यो बर्खा मौसममा प्रयोग गरिने। यसको बनावट पनि अचम्मै छ के, हेर्नुस् त। यदि मजबुत छ, भित्रपट्टि यस्तो हुने रहेछ पाट। यहाँ चाहिँ पाट हुने रहेछ। अनि यो चाहिँ अलि पुरानो खालको छ, हेर्नुस्। यिनी सामग्रीहरु चाहिँ अहिले प्रयोग चाहिँ हुन्न। अहिले चाहिँ बर्खा मौसममा प्लास्टिक छाता प्रयोग हुन्छ। अनि यो चाहिँ यो पनि पुरानो सामग्री नै हो। यो भयो। अनि यो सबै हेर्नु चाहिँ पुरानो सामग्रीहरु। यो चाहिँ पुरानो भइसकेको रहेछ यो। यो पनि पुरानो भइसकेको छ। हेर्नुस् त यो सबै गाउँमै बुनेकाहरु हेर्नुस्। यो यही गाउँमै बनेकाहरु यिनीहरु। यो डोको भयो यो। अहिले चाहिँ न्यू जेनेरेसनले चाहिँ यिनीहरु हामी चाहिँ बनाउन सक्दैनौं, हेर्नुस्। यो चाहिँ अलि पुरानो पुस्ताहरुले बनाएको सामग्रीहरु मैले खेरेको छु। अहिले चाहिँ दुःख लाग्दो के छ भने चाहिँ हामी नयाँ जेनेरेसन, नयाँ पुस्ताले यिनीहरु चाहिँ मैले देखाएकोहरु चाहिँ एउटा पनि बनाउन सक्दैनौं हामीले। यसो दुःख लाग्दो छ के। हेर्नुस्। अनि तलपट्टि यो छ, हेर्नुस्। यो चाहिँ मेरो बुवाले बनाउनु भएको। यो चाहिँ फेरि गाउँघरमा नभइ नहुने, हेर्नुस्। यो डोको चाहिँ नभइ नहुने। अनि यो मान्द्रो यो पनि नभइ नहुने, हेर्नुस्। यो विशेष गरी मगर समुदायमा यो चाहिँ हुनै पर्छ। यो चाहिँ अब विभिन्न चाहिँ अन्नहरु सुकाउने, त्यसपछि अब मान्छे मर्दा पनि एकदम अनिवार्य चाहिन्छ यो। तर दुःख लाग्दो के छ भने चाहिँ यिनीहरु एउटा पनि बनाउन जानिन्न, हेर्नुस्।